हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी सबै फ्यामिली मिलेर चाहिँ घोडदौरा जाने प्लान गऱ्यौँ। घोडदौरा गयौँ, यहाँबाट हामी 4 बजीतिर हिँड्यौँ। त्यही भएर हामी चाहिँ राति पुग्यौँ घोडदौरा। यो चाहिँ घोडदौराको सिन हो रातिको है। एकदम राम्रो रहेछ, एकदम शीतल चिसो। हामीले चाहिँ त्यहाँको भ्यूहरू खिच्यौँ अनि त्यसपछि फायर क्याम्पहरू गऱ्यौँ। अलिअलि चिसो पनि थियो, सबैजना रमाइलो गऱ्यौँ। मेरो नन्दहरू आमाजु दिदीहरू हुन्छ, सबैजना एकदम रमाइलो गऱ्यौँ। अनि त्यसपछि हामी चाहिँ आगो तापिरह्यो। अनि त्यसपछि त्यहाँ धेरै खेल्ने चिजहरू रहेछ। म चाहिँ दौड्दै दौड्दै गएँ, फेरि माथि भ्यूहरू हेरेँ, रमाइलो गरेँ, भिडियोहरू बनाएँ। अनि त्यसपछि सबै ठाउँमा गएर म भिडियो बनाउन लगाएँ मेरो भान्जालाई। पिङ पनि थियो त्यहाँ, पिङमा मस्त तरिकाले चाहिँ पिङ खेल्यौँ, नाच्यौँ। हामी चाहिँ सबैजना मस्तले नाच्यौँ। हामी चाहिँ एकदम रमाइलो भयो। हामी चाहिँ डान्स गऱ्यौँ, फायरिङ क्याम्पसँगै डान्स पनि एकदम रमाइलो भयो। सबैजना हामी सुत्ने रुम थियो, त्यो रुममा गयौँ, एकदम राम्रो। अनि यो चाहिँ मेरो प्यारे दिदी, बाई।